गुड मर्निङ सबैजनालाई। आज चाहिँ मेरो छोरीको बर्थडे हो। उसले चाहिँ यस्तो राम्ररी बनाएको मेरो छोरीलाई हो। छैन हुँदैन राम्ररी, राम्रै हुनु मान्दैन। कस्तो राम्ररी देखिरहेको थियो हो। फेरि यिना यो खेला योसँग खेला छोरी खाना हो। Aisyah jadi kita ini black color kita black color kita डेकोरेसन चल्दैछ। यहाँ कराउनु हुँदैछ हो। केटाकेटीहरू मलाई करायो भनेर त यहाँ चाहिँ डेकोरेसन चल्दैछ हो। मेरो चाहिँ यहाँ किचनको डरलाग्दो बनाउँदैछ। यहाँ मेरो चाहिँ किचन डिपार्टमेन्ट खाना पकाउनु यहाँ चाहिँ चल्दैछ। आज नानीको बर्थडे सेलिब्रेसनको लागि त्यो तपाईको इच्छा हो, तपाईको काम हो। जे गर्नु मन छ गर्नु हैन। मलाई थाहा छ नि त। खाँदै आउनु भएछ दादा। देखाउँदै खाइदिनु भएको तपाईँले? देखाउँदै खाइदिनु भएको? ए खुवाइदिनु आउनु भएको थियो। भयो Excuse me. तपाईँहरूलाई यस्तो मेहनत गर्नुहुन्छ दादा। हाउ सिस्टी ना सिस्टी नाची ठन्डा ठन्डा छ दिइहाल्छ सिस्टी। डेकोरेसन चाहिँ दामी हुँदैछ हो साथीहरू। अहिले हामीलाई म बेलुका तपाईँलाई ल म पनि खाइदिएको खाँदै खाना बनाउँदै गरम छ हो। हत्तु भयो। सबैजनालाई फेरि स्वागत छ तपाईँलाई मेरो सानो ब्लगमा। अब छोरीसँग बर्थडे सेलिब्रेसन गर्न आँटेको अब हामीले है छोरी। अब केक खानुपर्छ। ह्याप्पी बर्थडे टु यु भन्नुपर्छ है है। अब बर्थडे सेलिब्रेसन गरेको छोरी त रुएर नानी रुएर चाहिँ मलाई भयो भने अब आफै के खाँदै खुवाउनु त आफै के खाँदै मिठा खाँदै भन्यो होइन। छोरी चाहिँ गयो मेरा छोरीले त काट्नु मानेन रुएर अब मै काट्छु। मेरो ह्याप्पी बर्थडे भयो लु बाबा। मेरो पनि आउन आँटेको छ हो। एकैचोटि भयो अब। हजुर हुन्छ।